एउटा सानो सुन्दर गाउँ थियो र त्यस गाउँमा एउटा सानो परिवार थियो जसमा बुबा आमा र छोरी बस्ने गर्थे। छोरीको नाम कोमल थियो। उनी सानैदेखि मेहनती र पढाइमा राम्रो विद्यार्थी थिइन्। उनले 10 कक्षासम्म गाउँको सरकारी स्कुलमा पढिन् र राम्रो अङ्क ल्याएको हुनाले उनको बुबा आमाले उच्च शिक्षाको लागि सहर पठाउनु भयो। कोमल सहर गएको 8 महिनापछि 1 महिनाको जाडो छुट्टी भयो र कोमल त्यो छुट्टीमा घर फर्किन्। लामो समयपछि बुबा आमालाई भेट्न पाउँदा उनी धेरै खुसी थिइन्। उनी घर पुग्दा बेलुका भइसकेको हुनाले बुबा आमासँग बसेर खाना खाइन्। खाना खाइसकेपछि कोमल बुबा आमासँग बसेर गफ गर्दै थिइन्। त्यतिकैमा उनको घर छेउमा बस्ने भतिजी आइपुगिन्। उनीहरू फुपू भतिजी भन्दा पनि साथी जस्तै थिए। उमेर एउटै भएको कारण सानैदेखि एक अर्काको कुरा सबै थाहा हुन्थ्यो। एकछिन सबैसँग बसेर गफ भइसकेपछि उनीहरू सुत्न जाने निर्णय गरे। कोमलको भान्सा कोठा तल्लो तला थियो भने सुत्ने कोठा मथल्लो तला थियो र उनीहरू त्यतिकैमा माथि गए। लामो समयपछि एकअर्कासँग भेट हुँदा फुपू भतिजीहरू लामो समयसम्म गफ गरे। गफ गर्दा गर्दै त्यतिकैमा रातिको 11:30 बजिसकेको थियो। भतिजी गफ सकिसकेपछि मोबाइल हेर्दै थिइन् भने कोमल टोयलेट जान ढोका खोलिन्। जुनेली रात भएको हुनाले बाहिर एकदम उज्यालो थियो। कोमलको घर अगाडि सडक बाटो थियो। त्यो समय कोमल ढोका मात्र खोलेकी थिइन्, उनी बाहिर भने गएकी थिइनन्। त्यत्तिकैमा उनको आँखा एक्कासी सडक बाटोमा गयो। उनले माथिबाट एकजना महिला आइरहेको देखिन्। त्यस महिलाले सेतो कुर्ता सुरुवाल र बाहिरबाट सल ओढेको थिइन्। एकछिनसम्म कोमलले हेरेको हेरै भइन्। उनको मुखबाट एक शब्द पनि आएन र उनको नजर पनि एकछिन पनि हटेन। उनको आँखा एकछिन पनि त्यस महिलाबाट हटेन। त्यस महिला एक सूर्य हिँडिरहेकी थिइन्। उनी अगाडि बढिरहेकी थिइन्। त्यतिकैमा कोमललाई एकछिन होस आए जस्तो भयो र उनले आमा आमा भनेर बोलाइन्। उनले आवाजले आमा आमा भने पनि उनको नजर त्यस महिलादेखि हट्दै हटेको थिएन। उनको यतिसम्म होस गइसकेको थियो कि उनले ढोका पनि लाउन सकेनन्। अझै कोमल त्यस महिलालाई हेरेको हेरै थिइन्। महिला आफ्नै आँखा अगाडि आफ्नै घर अगाडिको सडक बाटो भएर खोलातिर गइन्। खोला पुग्दासम्म कोमलले हेरेको हेरै भइन्। तर अचम्मको कुरा के भयो भन्दा आफ्नै आँखा अगाडि आउँदा पनि त्यस महिलाले कोमललाई एक पटक पनि हेरिनन्। उनी एक सूर्य आफ्नो बाटो हिँडिरखिन्। त्यस महिला देखिन छोडेपछि कोमल ढोका बन्द गरेर भित्र आइन्। उनी आएर भतिजीसँग र आमासँग बसिन्। उनी एकछिन चुप्प बसेकी थिइन्। उनी अचम्ममा थिइन् कि उनले 2-3 पटक आमा आमा भनेर बोलाउँदा पनि त्यस महिलाले आफूलाई एक पटक पनि नहेरेको बताइन्। कोमलले आफ्नो जीवनमा कहिले पनि त्यस्तो घटना आफ्नो अगाडि देखेकी थिइनन्। कोमलले भित्र आएर आमालाई र भतिजीलाई यो कुरा सुनाएर उनले भनिन् कि मैले हजुरहरूलाई बोलाउँदा हजुरहरू किन आउनु भएन। तर उनको आमाले र उनको भतिजीले भने उनले बोलाएको सुनेनन्। कोमल झन् अचम्ममा परिन्। उनको लागि यो एकदम अनौठो घटना थियो। पछि थाहा भयो कि उनको आमाले यो भन्दा 1-2 पटक अगाडि नै यस्तो घटना देखेको थिइन्। त्यस दिनदेखि कोमललाई कहिले पनि राति एक्लै बाहिर ननिस्कन बताइन्। कोमल पढे लेखेकी केटी थिइन्। उनले यस्तो कुराहरू कहिले पनि विश्वास गर्दैनथिन्। अरूले भूत प्रेतको कुरा गर्दाखेरि पनि कोमलले कहिल्यै पत्याउँदैनथिन्। कहिल्यै पनि यस्तो कुरामा विश्वास नगर्ने कोमल त्यस दिनदेखि आफूले आफ्नै आँखा अगाडि त्यस्तो घटना देखेपछि उनले पनि विश्वास गर्न थालिन् र त्यस दिनदेखि कोमल कहिले पनि एक्लै बाहिर निस्किनन्।